हेलो साथीहरू, आज हामी कहाँ जाँदैछौँ भने आज हामी बर्थडे पार्टीमा जाँदैछौँ। आज मामाको बर्थडे छ अनि अरू गइसक्नु भयो। हामी चाहिँ एक गाडी पछाडि छौँ, हेर्न सक्नुहुन्छ। अनि हामी टुलिपको बाहिर आइसक्यौँ अनि हेर्न सक्नुहुन्छ। यस्तो छ, शामको 7-8 बजिसकेको थियो। यसरी अनि पार्किङ गरेर अनि हामी होटलतिर लाग्यो। साथीहरू हेर्न सक्नुहुन्छ, राम्रो रहेछ। यहाँ त म फर्स्ट टाइम आएको, ठिक लाग्यो मलाई, राम्रो रहेछ। अनि यसरी हामी चाहिँ भित्र हलतिर जाँदैछौँ है साथीहरू। हामी है लास्ट आएको, अरू चाहिँ सबै आएर पुगिसक्नु भएको थियो। यहाँ रेडी भइसकेको, हल्का डेकोरेसन पनि गरिदिनु भएको रहेछ होटल आफैले। अनि यसरी चाहिँ हो भने केटाकेटी चलेर मामा पनि केटाकेटी जस्तै हुनु भएको चाहिँ। अनि यसरी चाहिँ आमाको बर्थडे मनाउँदैछौँ, हेर्न सक्नुहुन्छ। यसरी सबै फ्यामिली मिलेर, फ्यामिली मात्र हो, बाहिरको कोही पनि हुनुहुन्न। अनि यसरी हामी मजाले केक काट्ने। अनि नानी त झन् कति खुसी भयो, माइलो भेनाले, मामाको माइलो भेनाले उहाँ हेर्न सक्नुहुन्छ गालैभरि लगाइदिनु भएको छ के केटाकेटीलाई जस्तो। अझै त्यही हाँसो भयो। अनि अङ्कलले पनि खुलाइदिनु भएको छ, हेर्न सक्नुहुन्छ। अनि यसरी चाहिँ अनि छेमाले पनि खुलाइदिनु भयो। अनि छेमाको गिफ्ट आउँदैछ साथीहरू, हेर्न सक्नुहुन्छ। छेमा अङ्कलले यसरी चाहिँ मामालाई स्पेसल गिफ्ट दिनुभयो, हेर्न सक्नुहुन्छ। अनि पैसा पनि दिनुभयो। त्यसपछि मेरो कान्छी छेमाले चाहिँ कान्छी छेमाले पनि कम छैन क्या, फेरि कति हो त्यहाँ लगाइदिएर अनि मामा म मुक्दिन जान्छु भनेर अनि मुक्दिन जानुभयो। यता खानामा के छ भने हेर्न सक्नुहुन्छ, फ्राइड राइस, चाउमिन, चिकन चाउमिन अनि फ्रेन्च फ्राई। केटाकेटीले फ्रेन्च फ्राई यति खान्छन्, केटाकेटी होइन ठुलाले पनि हो खाने। अनि ललिपपहरू आइटमको छ साथीहरू। अनि केटाकेटीदेखि ठुलासम्मलाई अनि हरेक आइटम छ। अनि जुसहरू चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो मजाको जुसहरू छ कि। ल है, हजुरलाई कुन जुस मनपर्छ कमेन्ट गर्नु होला। हामी त अनि यसरी चाहिँ मजाले जुस पनि लियौँ। अनि जुस लिएपछि अनि अब लाइनमा छन्, अझ केटाकेटीहरू लाइनमा बसेछन्, सबै आफ्नै घरका केटाकेटी हो। अनि हेर्न सक्नुहुन्छ। अनि यसरी हल्का भिडियो सेल्फी त गर्नै पऱ्यो, आफूलाई पनि हल्का देखाउनै पऱ्यो, नभए होइन कि भन्नु पऱ्यो होइन। त्यही भएर म पनि हल्का सेल्फी हाने। अनि हेर्न सक्नुहुन्छ सबैजना खाइरहेछन्। सुरुमा केटाकेटीलाई त दिनै पऱ्यो। अनि केटाकेटीले खाइरहनु, हाम्रो पुच्ची दण्ड तामा हेर्न सक्नुहुन्छ कस्तो मजाले बसेर खाइरह। अनि यता अङ्कलहरू, भाइ ज्वाइँहरूले खाइराख्नु भएको छ। अनि यता छेमा नानीहरू, बहिनी अनि छेमाहरूले यता खाइराख्नु भएको छ। हामी फेरि अलिक पर बसेको थियौँ। अनि हामी ल सकियो पार्टी, नाचगाना हल्का भयो। त्यसपछि हामी चाहिँ घर फर्क्यौँ साथीहरू। हस्, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।